घरको आँगन टेक्ने बित्तिकै खुदो पाकेको मिठो सुगन्ध छ। कोही बारीबाट उखु ओसार्दै त कोही पेल्नमा व्यस्त छन्। उखु पेलेर निस्किएको रस ठूलो कराईमा भतभती पाकिरहेको देखिन्छ। दृश्यमा देखिएको घर इन्दुवर गेवालीको हो। यो गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका 3 थोरगामा पर्छ। हिउँदयाम सुरु भएसँगै यो परिवारको दैनिकी उखु, खुदो र गुँडको वरिपरि घुमिरहन्छ। उखुको बोटबाट गुँड कसरी तयार गरिन्छ त? गुलियो उखुका तिता मिठा अनुभव, सम्भावना र चुनौती सहितको विस्तृत भिडियो देखाउन खोज्दैछौँ। मैले गाउँमा गएर केही गर्छु भनेर मेरा 15 जना साथीमा चाहिँ 14 जना सहर पसेका थिए। म एक्लै गाउँमा आएको हुँ। गाउँमा आएर म विभिन्न चाहिँ उसबाट केबाट मैले चाहिँ गर्न सक्छु भनेर म विभिन्न बेसार, कफीदेखि लिएर अदुवा सबै अपनाएँ। पछाडि गएर चाहिँ मैले चाहिँ उखुमा जब चाहिँ म गएँ नि, उखुमा गइसकेपछि गुँड खुदोबाट चाहिँ मलाई चाहिँ यति आत्मसन्तुष्टि भयो। अहिले तिनी साथीले कति पैसा कमाएका छन् त्योभन्दा धेरै धनी म छु। थोरगेली अर्गानिक गुँड उद्योगमा गेवाली परिवारसहित 8-10 जना खटिरहन्छन्। बारीमा काटछाँट गरी पेल्न तयार पारिएका घार यसरी मेसिनमा राखिन्छ। यो मेसिनले एकै पटकमा सबै रस निकाल्ने गरी सहजै पेल्ने गर्छ। यस्ता मेसिन गाउँ भित्रिएको भने धेरै भएको छैन। त्यस पहिला गोरु नारेर वरिपरि घुमाई उखु पेल्ने यहाँको परम्परागत अभ्यास थियो। गेवालीको घर अघिल्तिर एउटा अस्थायी टहरो छ, जहाँ रस पकाउने बन्दोबस्तीको संरचना तयार पारिएको छ। 2वटा कराईमा जब यो रस पाक्दै जान्छ र अर्धतरल बन्छ, त्यही पदार्थ नै यहाँको रैथाने खुदो हो। गाउँघरतिर अहिले पनि कुनै चिज धेरै पाक्यो भने खुदो पाकेझैँ भन्ने युक्ति प्रख्यात छ। यसबाटै थाहा हुन्छ कि यो पाकेर तयार हुन पर्याप्त समय र तापशक्ति आवश्यक छ। हुन त आजकल तापक्रम सञ्चित राखेर छिटो पकाउने आधुनिक प्रविधि पनि आइसकेको छ, तर इन्दुवर भने त्यसतर्फ खासै रुचि राख्नु भएको छैन। यस्तो छ, हामीहरूलाई चाहिँ त्यो आधुनिक मिसिनहरू यताउता कहाँ पाइन्छ त्यो थाहा भएन। अब चाहिँ कसले दिने त्यो पनि थाहा छैन। मलाई एउटा कराईको अति आवश्यकता थियो। पालिकाको अध्यक्षसँग व्यक्तिगत कुरा गरेँ। मैले चाहिँ मलाई यो समस्या परेको छ, कहाँ जाऊँ म यो माग्न भन्दाखेरि पालिकामा आउनुहोस् मैले दिन्छु भन्नु हो र उहाँसँग गएर चाहिँ मलाई कराई दिनुभयो। मैले सायद मलाई धेरै खुसी लाग्यो, सायद पहिलो पटक भएको भएर हो कि। भन्नुहुन्छ खुदो गुँड भनेको जति धेरै समय लगाएर एकनासको आगोमा पकाइन्छ त्यसको प्राकृतिक गुण यथावत रहन्छ। गुँड जति सानो भाँडामा पकाएर जति हामीले घोट्न सक्यो त्यति स्वादिष्ट। गुँडलाई चाहिँ जति घोट्न सकिन्छ भने सानो भाँडामा पकाएको गुँड पाक्छ, राम्रोसँग बेस्कन घोटिन्छ। घोटाइ पुगेको चाहिँ गुँड चाहिँ टेस्टी हुन्छ। यो भाँडामा चाहिँ पकाएको गुँड पनि चाहिँ हामीले चाहिँ ताउलोमा बाहिर निकालेर बेस्कन घोट्छौँ। जति घोट्यो त्यति स्वादिष्ट हुन्छ। अब चाहिँ अलिअलि पाक्ने बित्तिकै लिएर कचौरा खनाएको गुँडको चाहिँ स्वादिष्ट राम्रो हुँदैन। यसरी अधिक तापका कारण घटेर खुदो भइसकेको अर्धतरल झोललाई पुनः पकाएर जम्ने अवस्थासम्म पुर्याउन एक छेउमा सानो क्षमताको अर्को भाँडो छ। खुदे झोललाई फेरि घोट्दै सुकाउँदै जाँदा अन्तत यो ठोस स्वरूपको नजिक पुग्छ। अब यसलाई बेस्सरी घोटेर जम्न नपाउँदै प्लेट आकारका भाँडामा खनाइन्छ। प्लेट जस्ता देखिने साना भाँडामा खसेर जमेपछि त्यही भाँडाको आकारमा जम्छ र गुँडको रूपमा तयार हुन्छ। यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने जमेर बग्न नसक्ने नहुँदै यी सबै भाँडामा खनाइसक्नुपर्छ। यदि त्यसो गर्न सकिएन र ठूलो भाँडामै जम्यो भने ठूलो आकारको एउटै डल्लो गुँड बन्न सक्छ। स्वाद फरक फरक बनाउन यसमा विभिन्न मसलाहरू पनि मिसाउन सकिन्छ। मसलेदार गुँडको माग बढी हुने गरेको उत्पादकको अनुभव छ। बितेका 15-16 वर्षदेखि गेवाली परिवारले यसै गरी गुँड खुदो बनाउँदै आएको छ। हामीले बिहान चाहिँ अब 5 बजेबाट चाहिँ हामी उठ्या हुन्छौँ। 5 बजे उठे मेसिन नारिया हुन्छौँ। नार्दाखेरि चाहिँ अब आगो बाल्दै 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 गरेर पकाउँदाखेरि राति 11 बज्छ। 12 बजीसम्म खुदो हामीले चाहिँ उतारेपछि बल्ल सुत्ने हो। कहिले चाहिँ चाँडै पनि उत्रन्छ, नभएदेखि खुदो उतार्दाखेरि कहिले 11 बज्छ, कहिले 12 बज्छ। 12 बजीसम्म चाहिँ हामीले चाहिँ यो खुदोलाई चाहिँ भित्र स्टोर गरिसकेपछि बल्ल चाहिँ हामी चाहिँ सुत्छौँ। अब दिनभरि त अब यही हो, खुदो पकाउनु पऱ्यो, बिहान पेल्नु पऱ्यो, त्यसपछि खुदो पकाउने, त्यसपछि खोइला चलाइदिने। अब यो इन्धनको रूपमा चाहिँ आएको खोइला चाहिँ फेरि चाहिँ जम्मा गरेर चाहिँ त्यहाँ राख्ने, यो त्यो गुँड बनाउने। यही चाहिँ हामी यहीभित्र यही त्यो 10-15 हातभित्र चाहिँ यही नाचिरहने हो। काम त यहीभित्रै छ। त्यसअघि इन्दुवर वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो।
विदेश नजाने र आफ्नै जन्मभूमिमा काम गर्ने अठोट बोकेर घर फर्किएका गेवालीले सुरुमा बेसार, कफी र अदुवा समेत खेती गर्नुभयो। मैले गाउँमा गएर केही गर्छु भनेर मेरा 15 जना साथीमा चाहिँ 14 जना सहर पसेका थिए। म एक्लै गाउँमा आएको हुँ। गाउँमा आएर म विभिन्न चाहिँ उसबाट चाहिँ केबाट मैले चाहिँ गर्न सक्छु भनेर म विभिन्न बेसार, कफीदेखि लिएर अदुवा सबै अपनाएँ। पछाडि गएर चाहिँ मैले चाहिँ उखुमा जब चाहिँ म गएँ नि, उखुमा गइसकेपछि गुड खुदोबाट चाहिँ मलाई चाहिँ यति आत्मसन्तुष्टि भयो। अहिले तिनी साथीले कति पैसा कमाएका छन् त्योभन्दा धेरै धनी म छु। उत्पादनले बजार नपाउने समस्याले आजित भएको सम्झिँदै उहाँले भन्नुभयो, ती सबै मेरा लागि अनुभवका रूपमा रहे। म वैदेशिक रोजगारबाट चाहिँ फर्केर आएपछि अनि मैले अब यो लोप हुन लागिरहेको चाहिँ यो गुड खुदोलाई चाहिँ केही फेरि यसलाई चाहिँ कसरी चाहिँ राम्रोसँग चाहिँ लिएर जाने भन्ने हिसाबले 2065 सालमा घरेलुमा चाहिँ दर्ता गरेर अनि त्यसपछि चाहिँ मैले सुरुवात गरेको। 65 देखि 70 सालसम्मलाई चाहिँ मार्केटको धेरै समस्या भयो। अनि मार्केटको समस्या भयो, त्यसपछिबाट चाहिँ मार्केटले चाहिँ अब चाहिँ राम्रो गति लिँदा लिँदै अहिले चाहिँ धेरै जति पनि उत्पादन गरे पनि हामीले पुर्याउन सकेको अवस्था चाहिँ छैन। गुलियो उखुमा होमिएपछि भने उहाँले व्यावसायिक रूपमा कुनै तितो अनुभव गर्नु परेको छैन। अहिले बजारको पनि कुनै चिन्ता छैन। तमघास बुटवल सडकको नजिकै भएकोले पनि अधिकांश ग्राहक घरमै आउने गरेका छन्। मैले चाहिँ बोकेर लानु पर्दैन, यहीँबाट गाडीमा चढाइदिने हो, उहाँ आफै रिसिभ गर्नुहुन्छ, मैले यहीँबाट चाहिँ पठाइदिने हो। अब चाहिँ अहिले चाहिँ हालच यो माथिल्लो बाटो चाहिँ पिच भएपछि चाहिँ उपभोक्ताले चाहिँ अब यहीँ नै आएर चाहिँ आफै चाहिँ गाडी रोकेर चाहिँ यहाँबाट लिएर जाने चाहिँ लगभग चाहिँ हाम्रो उत्पादनको चाहिँ 40% चाहिँ घरबाट निचे बिक्री हुने अवस्था छ अहिले गाडीले गर्दाखेरि। आफूसँग भएको 6 रोपनी जग्गासहित भाडामा लिएको जग्गामा पनि उखु रोपेका गेवालीले किसानको उखु र खुदो समेत खरिद गरी गुड बनाउनुहुन्छ। उत्पादन त मेरो जग्गा जमिन धेरै छैन, मैले चाहिँ बाहिरबाट चाहिँ उखु चाहिँ खरिदेर ल्याउने हो। बाहिरबाट खरिदेर लिएर आएर पेलेर त्यसबाट चाहिँ खुदो उत्पादन गरेर चाहिँ मैले चाहिँ हामीले चाहिँ बिक्री गरिराखेको छौँ। अब मेरो चाहिँ छैन, मेरो चाहिँ जग्गा चाहिँ थोरै छ। मैले चाहिँ लिजमा जग्गा चाहिँ लिएर जग्गा लिजमा पनि लिएको छु र लिजको जग्गाले पनि नपुगेर चाहिँ गाउँबाट चाहिँ उखु पनि किनेर लिएर आएर पेल्छु र बाहिरको खुदो पनि किनेर चाहिँ लिएर आएर म चाहिँ स्टोर केही उसमा राख्छु। मलाई आवश्यकता पर्दाखेरि त्यसबाट निकालेर गुड बनाएर चाहिँ मैले चाहिँ बाहिर पठाउँछु। गुड र खुदो परम्परागत उत्पादन भएकोले यसलाई नयाँ स्वरूपमा दिने हुटहुटी जागेपछि उहाँले चकलेट बनाउने योजना बनाउनु भयो। आफ्नै बारीको अदुवा मिसाएर तयार गरिएको उक्त चकलेटको अत्यधिक माग आउन थाल्यो। प्याक गर्न र्यापिङ पेपर समेत दिल्लीबाट मगाएर चकलेट बनाइरहेका गेवालीसँग हाल भने चकलेट बनाउने डाइस छैन। पुरानो डाइस घरेलु कार्यालयले लगेको भन्दै अब पहिलेभन्दा केही सानो डाइस मार्फत चकलेट बनाउने उहाँले योजना सुनाउनु भयो। पहिला के भयो भने गुडको डल्ला ठुलो भयो, यसलाई अलिक सानो आकारमा भयो भने हामीलाई खान सजिलो हुन्थ्यो भन्ने धेरैजनाको चाहिँ माग पनि भइराखेको थियो। त्यो भएपछि चाहिँ मेरो चाहिँ सोचाइमा कस्तो आयो भनेदेखि चाहिँ एउटा डाई आएको थियो, घरेलुले चाहिँ ल्याएर चाहिँ यहाँ छोडिदिएको थियो। अब चाहिँ यो डाई चाहिँ निश्चय अब किसानकै लागि होला भन्ने भयो र मैले त्यसैको उसबाट चाहिँ मैले ऱ्यापरहरू सबै मगाएर उरेर अनि ठिकठाक पारेँ अनि स्टिकरहरू पनि छपाएँ। अब मलाई थाहा जो नदेखिन घरेलुले त्यो उठाएर लिएर गइसकेपछि अब चाहिँ मैले अर्को डाई मैले आफ्नो चाहिँ लगानीबाट चाहिँ मैले अर्को डाई चाहिँ बनाउन लगाएको छु। त्यो डाई आइसकेपछि चाहिँ मैले चाहिँ चकलेटमै म जाने हो। चकलेटले यसमा जस्तो गाउँघरकै चाहिँ हामीले चाहिँ अदुवालाई राखेर यो चकलेट चाहिँ बनाउँदाखेरि अब 100% सबैलाई चाहिँ यो चाहिँ मन परेको भयो गर्दाखेरि साइज अलिकति सानो गराएर चाहिँ मैले चकलेटमै मेरो चाहिँ जाने चाहिँ मेरो चाहिँ सोच छ। गुड त सबैले बनाउनु भएको छ गाउँमा, हल्का फुल्का गुडलाई पनि दिने र गुडको साथसाथै मैले बनाएको चकलेट पनि जसले गुड खानुहुन्छ त्यो ठाउँमा चाहिँ पुऱ्याइदिएपछि उहाँहरू आफैले चाहिँ गुडलाई बन्द गरेर चकलेट ल्याऊ भन्ने अवस्था चाहिँ आउँछ कि जस्तो लागेको छ। म चाहिँ आखिर गुडबाट चाहिँ म चकलेटमा जाने चाहिँ मेरो सोच छ। उखुको रस पकाएर बनाएका परिकार स्वास्थ्यका लागि लाभदायक हुन्छ भने शरीरमा तत्कालको ऊर्जा सङ्कट टार्न यो रामबाण सरह ठानिन्छ। रसायन बिना तयार गरिएको प्राकृतिक चिनीको भण्डार भएकोले पनि यसको माग उच्च छ। थोर्गेली अर्गानिक गुण उद्योगलाई पनि माग अनुसारको उत्पादन गर्न हम्मे छ। पिनास परेको बेलामा खानुहुन्छ भन्ने अथवा चाहिँ हामी बिहानमा कहीँबाट एकदम भोक लागिराखेको छ भनेदेखि थोरै खुदो र पानी राखेर चाहिँ खाने इनर्जी दिन्छ कि तागत। एकछिन खाना नखाए पनि चाहिँ हामीलाई चाहिँ एकदम तागत मिल्ने ग्लुकोजको काम।
र चाहिँ यो खुदोको चाहिँ अरू चाहिँ जस्तो रोटी पकाउन भयो, हामीले त फापरको रोटी कोदाको रोटीसँग चाहिँ डोबेर खाने, अमलाको अचार, आँपको अचार, अनि अर्सा रोटीहरू भयो, अनि सातुमा मोलेर खानलाई, त्यसै पनि खानलाई यो खुदोले चाहिँ अब हामीहरूलाई त लगभग चाहिँ यहाँ थोरगा, दिगाम, धरमपानी यो एरियाको केटाकेटीदेखि नै यो खुदो खाने बानी। हामीहरूले त रोटीको लागि चाहिँ खुदो हामीलाई नभए हुँदैन, हामी त्यसरी चाहिँ खाने गर्छौँ। भने गुड चाहिँ अब एउटा टुक्रा गुड दिउँसो घाम लाग्यो भनेदेखि घाममा चाहिँ एकदम पसिना आएको एउटा टुक्रा गुड र चाहिँ मोही भए मोही नभए पानी, त्यसरी चाहिँ हामीले चाहिँ खाने हो भनेदेखि चाहिँ आनन्द आउँछ, तागत पनि लाग्छ। र यो चाहिँ गुड चाहिँ बाहिर गइरहेको छ, अहिले चाहिँ चिनीमा केमिकल मिसिएको छ भन्ने अब भनौँ र यसमा चाहिँ केही पनि मिसिएको छैन भनेर चाहिँ मान्छेले चाहिँ के गर्न थाले, चिनीको सट्टा गुड नै राखेर चिया बनाएर खाने, बच्चाहरूलाई चाहिँ लिटोहरूमा केही उसमा चाहिँ अब गुड राखेर चाहिँ खुवाउनेले गर्दाखेरि पनि गुडको चाहिँ प्रयोग चाहिँ धेरै चाहिँ भइरहेको छ। अहिले चाहिँ धेरै जति पनि उत्पादन गरे पनि हामीले पुर्याउन सकेको अवस्था चाहिँ छैन। आफ्नै घर आँगनमा गरेको उद्यमले विस्तारित रूप लिँदै गएपछि अहिले गेवाली परिवार उत्साही छ। वैदेशिक रोजगारीमा जान लागेको छोरालाई रोकेर इन्दुवरले यही पेसामा पोख्त बनाइसक्नु भएको छ। घरका सबै सदस्यले एक मनले लागेपछि व्यवसाय सफल र सहज हुनु स्वाभाविक पनि हो। एकजना प्राविधिक कर्मचारी तराईबाट व्यवस्था गरेको र बाँकी आवश्यकता अनुसार दैनिक ज्यालादारीमा स्थानीय जनशक्ति खोज्दै काम चलाउनु परेको छ। यहाँ के छ भनेदेखि मैले चाहिँ पर्मानेन्ट अब चाहिँ तराईवासी भनौँ न चौधरी भाइहरू छ, उनीहरूलाई लिएर आएर चाहिँ तनखामा राखेको छु भने यहीँ गाउँकै मान्छेहरू पनि चाहिँ 10-5 आवश्यकता पर्दा बिहानैदेखि नभए 10-5को चाहिँ 4-5जना आवश्यकता अनुसारका अब मान्छेहरू चाहिँ मैले चाहिँ गाउँकै मान्छे खोजेर पनि काम चलाएको छु। हामी घरकै पनि छौँ, 4जना कन्टिन्युस घरकैले चाहिँ हामीले चाहिँ काम गरिराखेका छौँ भने एकजना चाहिँ थाई छ, अरू चाहिँ गाउँको चाहिँ मान्छेहरू चाहिँ हामीले चाहिँ खोजेर काम चलाइराखेका छौँ। लगभग दिनभरको बसाइमा इन्दुवरले विगतदेखि वर्तमानसम्मका धेरै अनुभव सुनाउनुभयो। अगाडि चुनौतीका चाङ देखेर भाग्ने प्रवृत्तिले केही गर्न नसकिने भन्दै उहाँले बाँझो जग्गा र युवा पलायन अस्वाभाविक लागेको उल्लेख गर्नुभयो। यो त थोरगामा एउटा हाम्रा पुर्खाहरूदेखि नै गुड खुदो चाहिँ बनाउने ठाउँ हो यो, र एकपटक बिचमा चाहिँ लोप भइसक्न लागेको अवस्था थियो। म वैदेशिक रोजगारबाट चाहिँ फर्केर आएपछि अनि मैले अब यो लोप हुन लागिरहेको चाहिँ यो गुड खुदोलाई चाहिँ केही फेरि यसलाई चाहिँ कसरी चाहिँ राम्रोसँग चाहिँ लिएर जाने भन्ने हिसाबले 2065 सालमा घरेलुमा चाहिँ दर्ता गरेर अनि त्यसपछि चाहिँ मैले सुरुवात गरेको। 65 देखि 70 सालसम्मलाई चाहिँ मार्केटको धेरै समस्या भयो, अनि मार्केटको समस्या भयो त्यसपछिबाट चाहिँ मार्केटले चाहिँ अब चाहिँ रोजगार पाइन, यहाँ घर बसेर केही काम छैन, रोजगार पाइन भन्ने युवाहरूलाई चाहिँ गर्ने हो भनेदेखि गाउँमा प्रशस्त छ। खेरागाउँका बारीहरूलाई चाहिँ लिजमा लिउँ, उखु खेती गरौँ, उखुबाट चाहिँ प्रशस्त आम्दानी छ। खाडीमा गएर चाहिँ 2-3 लाख रुपियाँ महिनामा के वर्षमा कमाउने पैसा यहीँ कमिन्छ। सगभर खाडी नजाम, यहीँ रोकिएर बसौँ। यहाँ विकल्पहरू धेरै छन्, अरू तरकारी खेती गरे म केही नभनेर चाहिँ उखु खेती गर, जति पनि खाली जमिन छन्। त्यो युवाहरूलाई मैले के भन्न चाहन्छु भने 2-4 लाख कमाउनलाई चाहिँ खाडीतिर कोही पनि नजाम। हामीले यही गाउँमा चाहिँ उखु खेती विभिन्न किसिमको जग्गाहरूलाई चाहिँ लिजमा लिने, यहीँ उखु खेती गर्ने, सके आफै चाहिँ खुदो बनाएर बेच्ने, गुड बनाएर बेच्ने, नभए चाहिँ कर्सरहरू चाहिँ यो उखुवाला छन्, बारी गएर किनिदिन्छन्, बेच्न जान पनि पर्दैन। यस्तो चाहिँ सुविधा चाहिँ गाउँमा चाहिँ भइसकेको छ भनेदेखि चाहिँ यो आफ्नो परिवारसँग बसौँ, यही गाउँघरमा चाहिँ रमाम, यही गाउँघरमा चाहिँ लिजमा आफ्नो जग्गा नभए लिजमा लिउँ, यहीँ खेती गरौँ, गाउँ रमाइलो हुन्छ। परदेशमा चाहिँ जानु त धेरै गाह्रो छ, मैले त भोगेको हो। आफ्नो परिवार र चाहिँ बालबच्चालाई चाहिँ छोडेर चाहिँ परदेशमा जानु त्योभन्दा चाहिँ ठुलो पीडा केही पनि होइन। सगभर त्यतातिर नजाम, पैसा पनि खर्च छ, खर्च नगरिकन आफ्नो गाउँमा चाहिँ बसौँ। यहीँ छ 2-4 लाख रुपियाँ कमाउनलाई चाहिँ यहीँ चाहिँ जति पनि चाहिँ उम्रन कठिन हुनु, वन्यजन्तुले दुःख दिनु, रोग लाग्नु र पल्टिनु उखु खेतीका मुख्य चुनौती रहेछन्। किसानलाई कम्तीमा आधा हिस्सा अनुदान बिउ दिने र दोहोरो तेह्रो करको चपेटामा नपार्ने हो भने यस खेतीतर्फ आकर्षण बढ्ने उहाँको भनाइ छ। उखु लगाइसकेपछि उम्रन गाह्रो मान्छ। उम्रिसक्यो भनेदेखि भर्खर निक्लेको टुसालाई खराएर चाहिँ मृगले खाइदिन्छ। त्यसबाट अलिअलि बच्यो, अलिअलि बचिसकेपछि अब चाहिँ अलिकति ठुलो हुन्छ, त्यसपछि चाहिँ रोग देखा पर्छ। रोगबाट पनि निर्मूल गरिदियो। अलि माथि आइसकेपछि बर्खामा गएर चाहिँ फेरि पुरै पानी पर घाँस पल्टिने समस्या आउँछ।
पल्टिसकेपछि त्यहाँबाट चाहिँ तल गइसकेपछि मुसो र चाहिँ उसले चाहिँ खाइदिया हुन्छ। त्यसपछि चाहिँ फेरि बच्यो भनेदेखि बँदेल र बाँदरले बाँचेर त्यहाँ खाइदिन्छ। र बचेको चिज पेल्ने, त्यो बचेको चिजमा पनि तेरो घर यो उखु पेल्या रहेछस्, ल त्यो यो के अरे इन्कम ट्याक्स के अरे ऊ तिर्नुपर्छ, के अरे अन्तशुल्क तिर्नुपर्छ भने माथिबाट आइहालिया हुन्छन् गरेर कति चुनौती छ भन्ने कुरा त सबभन्दा बढी चुनौती चाहिँ अहिले चाहिँ यो अन्तशुल्क भन्नेले गराएको छ। यो अन्तशुल्क चाहिँ कस्तो गराइदियो भनेदेखि तराईमा चाहिँ बिघौँ बिघा चाहिँ खेती गर्ने मानिसलाई लगाएको चाहिँ कानुन, यहाँ 2 ड्रम 1 ड्रम खुदोलाई समेत चाहिँ एउटै कानुन लगाइदाखेरि ठुलो मार हामीलाई चाहिँ त्यहाँनिर परेको छ। कुरो हामीले राखेका छौँ, कहीँ राखेर चाहिँ अब चाहिँ सुनाइ हुन्छ हुन्न थाहा छैन। म हिजो अस्ति पनि म एउटा चाहिँ सानो एउटा थोर्गेली अर्ग्यानिक गुड उद्योगको ठाउँमा थोर्गेनी लेखिदिएछ, त्यो पाना नम्बर दिँदाखेरि थोर्गेनीलाई लिज बनाउन जान्छु भनेको पहिला अन्तशुल्क 30,000 तिर अनि त्यहाँ बल्ल सच्याइदिन्छ भने त्यस्तो चाहिँ उसमा चाहिँ हामी परिराखेका छौँ। हामीलाई प्रोत्साहन गर्नुपर्ने, गाउँमा बसिया छ, गाउँ रित्तिँदैछ, वृद्धाश्रमको अवस्था चाहिँ गाउँमा छ, युवाहरू पलायन भइराखेका छन्। हामीलाई चाहिँ प्रोत्साहन गर्नुपर्ने ठाउँमा निरुत्साहित गरेर चाहिँ हामीलाई त्रसित गराउने यताउता यो अन्तशुल्कबाट चाहिँ यो गरेको छ। यो चाँडै हटिदिएर चाहिँ हामी चाहिँ ढुक्कसँग चाहिँ हामीले काम गर्न पाएदेखि अझै पनि हामीले चाहिँ कति काम गर्थ्यौँ होला। तर चाहिँ अन्तशुल्कले यस्तै टच हामीलाई दिइरहने हो भनेदेखि हामीलाई काम गर्न धेरै गाह्रो छ। यो बाँदर बनेलहरूभन्दा पनि बढ्ता खतरा भयो। विदेशबाट घर फर्किँदा गेवालीसँग काठमाडौँ वा यस्तै मुख्य सहरमा घर किन्न सक्ने पैसा थियो। त्यही पैसा घर घडेरीमा लगाउनुको साटो उहाँले खेतीमा लगाउनु भयो। यो देखेर आफन्त र इष्टमित्रले भने गलत गरेको भनिरहेका थिए। समकक्षी साथीभाइ सम्झँदै उहाँले भन्नुभयो, यदि मैले घर किनेको भए सायद अहिलेको हाम्रो पहिचान पाइने थिएन। श्रम र लगनशीलताले अर्जेको पहिचान आफैमा अमूल्य सम्पत्ति हो। त्यसमाथि पनि आफ्नै भूमिमा भगीरथ प्रयत्न गरी उब्जाएको थोरै चिजको महत्त्व पनि ठूलो हुने बुझेका हिन्दूवरले पैसा कमाउन विदेश जानुको साटो यहीँको बाँझो जग्गामा उखु खेती गरे दीर्घकालीन रूपमा राम्रो गर्न सकिने बताउनुहुन्छ। म वैदेशिक रोजगारमा चाहिँ फर्केर आउँदाखेरि त्यतिखेर मैले कमाएको पैसाले काठमाडौँमा घर बनाएर बस्न सक्थेँ, तराईमा पनि बस्न सक्थेँ। मैले गाउँमा गएर केही गर्छु भनेर मेरा 15जना साथीमा चाहिँ 14जना सहर पसेका थिए। म एक्लै गाउँमा आएको हुँ। गाउँमा आएर म विभिन्न चाहिँ उसबाट चाहिँ केबाट मैले चाहिँ गर्न सक्छु भनेर म विभिन्न बेसार कफीदेखि लिएर अदुवा सबै अप्नाएँ। पछाडि गएर चाहिँ मैले चाहिँ उखुमा जब चाहिँ म गएँ नि, उखुमा गइसकेपछि गुड खुदोबाट चाहिँ मलाई चाहिँ यति आत्मसन्तुष्टि भयो। अहिले तिनी साथीले कति पैसा कमाएका छन् त्योभन्दा धेरै धनी म छु। म किन धनी छु? मेरोमा चाहिँ विभिन्न किसिमका उपभोक्ताहरू मायाले खुसीले कति राम्रो गुण छ भनेर चाहिँ मेरोमा भेट्न आउनु भएको छ। आज त्यो मेरो साथीहरूको घरमा चाहिँ तैँले कति राम्रो घर बनाएको रहेछ र पैसा कमाइस् भनेर चाहिँ सायद हजुरहरू पनि त्यो घर पुग्नुहुन्न होला, यहाँ मलाई भेट्न आउनुभयो, सायद चाहिँ मेरो यो पेसाको लागि गर्दाखेरि आउनुभयो भनेपछि म त प्रशस्त धनी भएँ नि। आज पैसा कमाम या नकमाम, मलाई यो गुणको व्यवसायले गर्दाखेरि मलाई अति राम्रोसँग चाहिँ मैले चाहिँ आत्मसन्तुष्टि छ। सिप, श्रम, अठोट र निरन्तर प्रयासको उच्च सम्मान गर्ने परिपाटीको विकास गर्न सकिए नेपालका गाउँ गाउँमा हिन्दूवर जस्ता धेरै मेधावी किसान उत्पादन हुन सक्छन्। प्राकृतिक उत्पादन, खानपान र रहनसहन अवलम्बन गरी एक अर्काको पेसामा सहकार्य गर्न सकिए यहाँका बाँझो जमिनमा प्रचुर सम्भावना देखिन्छ।